हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल हो। आज चाहिँ म यहाँ के गर्नु जाँदैछु भन्दा चाहिँ आज गोरु जोत्नु जाँदैछु गाइस। तपाईँहरूकोमा गोरु जोत्ने टाइम भयो कि भएन? हाम्रोमा चाहिँ गोरु जोत्ने टाइम भएको छ गाइस। तपाईँहरूलाई देखाउँछु ल गोरु जोतेको। र अहिले भने चाहिँ जुवा लिएर जाँदैछु म चाहिँ गाइस। तपाईँहरूलाई फुल भिडियो देखाइदिन्छु, फुल भिडियो कस्तो हुन्छ हेर्नुहोस् तपाईँहरूले हो। देखाउने छु तपाईँलाई, देख्नुहुन्छ तपाईँहरूले। यो गोरु चाहिँ आज जोत्दैछ, हेर्नुहोस् है, दरो गोरु चाहिँ जोत्दैछ गाइस। अहिले देखाउने छु तपाईँहरूलाई। अहिले भने चाहिँ घाँस खाइरहेको छ हो। र जुवा भने चाहिँ दुईवटा ल्याइसकेको छ, एउटाले अलिक कच्चा कच्चा रहेछ गाइस, अन्त अर्को ल्याइरहेको छ हो। भ्यू छ पनि हेर्नुहोस्। र यहाँ भने चाहिँ हलो बनिँदैछ। अहिले भने चाहिँ मलाई साह्रै हान्नु पर्छ कि आज यसको चाहिँ कान निक्लिँदैछ हो। मलाई हेर्नै सक्दैन नि त। अहिले भने चाहिँ यहाँ गोरु नारिसकेको छु, जुवा लगाउँदैछु मैले चाहिँ। जुवा लगाउँदा चाहिँ यस्तो बस्छ हो हाम्रो गोरु चाहिँ गाइस। टक्कैले चाहिँ मलाई न्यु पर्छ नि त। र गाइस यो भ्यू छर्दै गरेको चाहिँ फर्स्ट टाइम छर्दैछ हो गाइस। कसरी छर्छ थाहा छैन, भ्यू छर्दैछ अहिले चाहिँ। गोरुलाई पूजा गर्दैछ र यत्रो जोतिसक्नु छ है गाइस। हेर्नुहोस् माथिसम्म टपसम्म यो गोरु भएको छ गाइस। घाम आइपुगेको छ है, जोति नारिसक्दै। मसँग हाम्रो गोरु यस्तै चाहिँ हुँदैन फुट्नु गाइस। कति महिना बादमा जोत्दैछौँ गाइस, कति महिना बादमा जोत्दा पनि गाइस हाम्रो गोरु चाहिँ कुद्दैन। यसरी हिँड्छ मजाले गाइस। हलो नगरेर गाइस, अलिक बिजोक बिजोक छ है। यस्तो हिँड्छ हाम्रो गोरु चाहिँ। र सुन्तला देख्नुहुन्छ तपाईँहरूले, यस्तो छ हाम्रोमा चाहिँ हो गाइस। तपाईँहरूको पनि गोरुहरू जोत्ने बेला भइसक्यो होला गाइस। अब पानी पनि आउँदै थियो, आज चाहिँ घाम लागेछ गाइस।
Quay ra.